अब बाला छोडेर कहाँ जाऊँ म? अब जाने भनेकै तन्नेरीमा आमा हामी पनि तन्नेरी भएर धनगढीबाट दगुरेर आयौँ त साइकलमा त्यही पनि होइन। साइकलमा त्यही पनि आमा रमाइलो हुनुहुँदो रहेछ धनगढी म अहिले ब्याचलर पढ्दा मेरो भदिनी पढ्ला छ उहाँ विष्णा सिजापति। विष्णा सिजापति यस वो मेरो भदिनी हो, मेरो भाइको छोरी हो। राम्रो नाउ कमाउने छोरा, नाति पलाती होइन। कहिले कहिले अब चाउमिन भने के हो त्यो? चाउमिन गड्यौला। हजुर गड्यौला म खाँदैन बाबु, हिरै छु म। ए तम हिरो हो बुढी भएर हिरो, पहिला दुःख गरे होइन, हजुर अहिले बुढीसँग हिरो बनाएको छु त म त। ल बुइ आमा हुन्छ अब मै जानु है बिस्तारै जानु देखि अब जोगुडा जाऊ दौडा जाँदै बाबु साइकलमातिर छिट्टो छिट्टो गएपछिमा 1.5 घन्टा लाग्ने हो। हजुर अनि हामी जस्तो कुरा गर्दै गयो भने 4 घन्टा पनि लाग्छ। न परशुराम गइरा थिएँ चैतन्यको हाम्रो शहीद साइकल यात्रा भनेर मैले धाममा म देखाउँछु उहाँलाई। अनि त्यसपछि धाममा जाउँ तपाईँहरू सबैलाई दर्शन गरौँ भनेर म आएको होइन। परशुराम धाममा के छ कस्तो छ अनि परशुराम धाम के हो त्यसको बारेमा म तपाईँलाई जानकारी। यहाँ बाटोमा उहाँ चाहिँ छोरी हुनुहुँदो रहेछ, उहाँ चाहिँ बुवा हुनुहुँदो रहेछ। यहाँनिर बाटोमा हिँड्न नसकेर बुवा चाहिँ बस्नु भएको, त्यही भएर होइन मैले त हो यहाँनिर नजिकै घर रहेछ। अनि त्यसपछि मैले त के भयो भनेर सोधेको। यो घर छ लेटर बाकै घर, बाकै घर। ए यो लेटर घर मेरै त्यो घर छोराछोरी कति छन् बुवा? छोरा कति छन्? अनि 3टा हुन्, 3टा। ए कहाँ हुनुहुन्छ? अब 2टा, एउटा इन्डियातिर गएको छ, एउटा यही छ अनि एउटा यही छ। ए अनि भर्खर इन्डियाबाट आएको छ। ए अनि आमा परशुराम धाम भनेको के हो बताइदिनु त। परशुराम धाम भने बाबु हाम्रो मन्दिर बाँधेछ होइन। हजुर मन्दिर बाँध्छ यो उसको रामको मन्दिर बाँधेछ होइन। हजुर रामको मन्दिर बाँध्छ, त्यहाँबाट राम परशुराम मन्दिर। भोलि त ठुलो मेला लाग्छ। आज लाग्छ, भोलि त छुट्टिँदैन हजुर। ए आज हो मेला लाग्ने वा त भेला रातभरि भोलि दिनभरि हुन्छ। ए नुहाइ चाहिँ महाकाली छ नि उहाँ बाबु, महाकाली छ। महाकालीमा नुहाइ धाइ गर्ने, नुहाइ धाइ गर्न नसके पनि अलिक पानी खाने शुद्ध हुन्छ। के गर्ने बाबु, यसो चिसोले हामी त गएनौँ। जाम भन्दै थियो, मेरो बहिनी गयो, छोरा गयो, सब गयो, भदिनी सब गयो हेर्नुहोस्। ए चिसोमा गएको कतिको हुन्छ? नै यहाँको चिसो कुरा नगर, पसिना आएर खतम छ यहाँ त। अनि बाला छोडेर कहाँ जाऊँ म होइन। ए सबै तन्नेरीबाट गइहाले। अब बाला छोडेर कहाँ जाऊँ म? अब जाने भनेकै तन्नेरीमा आमा हामी पनि तन्नेरी भएर धनगढीबाट दगुरेर आयौँ त साइकलमा त्यही पनि होइन। साइकलमा त्यही पनि आमा रमाइलो हुनुहुँदो रहेछ। बुढी भयो त किन आउनुहुन्छ तपाईँ होइन? मेरो घर बैतडी हो आमा। बैतडी हो? हजुर बैतडी मेरो घर हो। हजुर धनगढी पढ्दो छु म। हजुर कतिमा बाबु? बैतडी धनगढी म अहिले ब्याचलर पढ्दा लारे। मेरो भदिनी पढ्ला छ उहाँ विष्णा सिजापति। विष्णा सिजापति यस वो मेरो भदिनी हो, मेरो भाइको छोरी हो। ल बिजनेस को हुन्छ सिजापति त्यहाँ हेर्नु होला त। यहाँ आमालाई भेटाएको छु मैले यहाँ डडेलधुरा आइसकेपछि। मेरो भदिनी हो। अनि त्यसपछि यो रमाइलो भन्ने कुरा के हो भनेपछि होइन, हामी जाता हिँड भने बाबु, जाता हिँड भइगयो हाम्रो। ए जाँदै भएको त जात्रा म पनि राति पुग्ने गरेर जान्छु आनन्दले। मजाले जाऊ बाबु, वहाँ गएपछिमा साइकलले पनि चाबो लगाउनु होला है। एकान्त पस्ता हुन्छ नि कसै यो देशका मान्छे अर्कै। त्यही त भने के गर्दा आमाले चुटेर मार्छन्, दुईलाई चुटेर मार्छ, आगो लगाएर मार्छ। अब यो साइकलको के किमत छ? यसो आमा अब भन्नाले हामीले निकु गद्दु हो है निकु गद्दाले खा भुन्नु हो कसै खा कोही गट्टो गद्दान कोही ल जाबे इसो साइकल धनी हुनान त होइन नान के अस्ति देख्नु भएन? त्यही त बुवाले आगो लगाइ मार्दियो नि। त्यही साइकल त किमतै छैन। मेरो भणा के हो भने पत्र धर्म गर कर्म गर होइन, गट्टा काम जिन गर बाबु। हजुर बाबु म के भन्छु, हामीले जति गरे पनि आफ्नो कमाइ खाऊ, भोको रहौ, नाङ्गो रहौ होइन। हजुर तरै पनि अर्काको चोरी मारी हानी मारी नगर भन्छु बाबु। हो आमा तपाईले खा हामीले चाहिँ मान्छे हो हामी त। निकु बना भनेबाट म यो साइकलमा आयो, गाडीमा लै आइसक्थे थिए। मेरो आशीर्वाद छ बा। हजुर धन्यवाद हजुरलाई। मेरो आशीर्वाद पर्सनमा जानुस्, वहाँ पनि तर आशीर्वाद मिल्ला। अझ यो भन्दा बढी काम गर्नु बा, राम्रो नाउ कमाउने छोरा, नाति पलाती होइन। मेरो बा हुन्। हुन त
मेरा बजेका उमेरा छन् 83 वर्षका मेरा बजेला 83 लाई 78 वर्ष मात्र हो र्यान 49 साला हुन् बजे कति साला हो 99 सालका हुन् उनी रद्द पारी उसले उनलाई आजले उनके आइले खाक दग्या पहाडको माटो मुळे यो हो के तमलाई साइकल माछो भने तम ना हो के सक्दै साइकल म उनले खा पहिलाको यता सुन्नु बाबु दम चाहने हो यी गिठा तरुल खाएका बल्ले भएका म चाहिँ नि बजारको खान्छ फासे फुसी मेरा हजुरआमा हजुर 2 वर्ष भयो बितेका आमा अँ कुरै लाग्यो मेरा हजुरआमा बजै के आमा बजे अँ बैतरतिर आमा हुन् नानी दुधे आमा कि घरको बजे घरको बजै ए बाको आमा हो अनि त्यसपछि उहाँ भन्नुहुन्थ्यो कि हाम्रा पालामा त हामीले गिठा खाए तरुल खाए अनि खन्या खाए सिस्नो खायौँ के खायौँ के नै खायौँ भन्नुहुन्थ्यो के त्यो खन्नेको गेडा पकाएर नि खाए अनि अहिलेका तन्नेरीहरू त हामीलाई दुःख भयो भन्न खान त आमा त्यो पहिला गिठा तरुल खाएका मान्छे बलिया छन् के गर्थे पहिला हेर्ने बाबु हजुर गिठा खाने तरुल खन्ने वनमा जाने गिठा खाए तरुल खाए खन्ने खाए होइन अदालको त फालफुले त्यही त फालफुले बजारमा खान्छन् स्याउ आया अनार आया के भयो के भयो पहिला आउँछ थिएन मन बट्टान त नै तमलाई स्याउ खान्छौ कि नै म खान्न भयो बजारको म खाँदैन हजुर हो पहिला त के हुन्छ बाबु आलु पाक्थ्यो आलु खान्थ्यौँ हजुर उपाक्थ्यो खान्थ्यौँ हजुर म स्याउ बिकै खान्न म त घरमा पाएको केरा भने खान्छु है त्यो त आफैले उ गरेको दुःख गरे हो नि त बजारको खाँदैन हो कहिले कहिले अब चाउमिन भने के हो त्यो चाउमिन गणेला हजुर गण्यौला म खाँदैन बाबु हजुर ऊ के भने त्यो हामीले खाँदैन आफ्नो घरमा भात रोटी मकैको रोटा खाना ढेँडो खाना यो त भितल्लोमा त्यसो थियो क्या भित्र मसिरो हाम्रो अनि तपाईँहरूले एमठे यहाँ खानाको लेखा प्रशस्त हुन्थ्यो पल्ली क्या मजा खानेको त्यो गिठा खाए पनि छन् तौल खाए पनि छन् माछा खाए पनि छन् गौँटा खाए पनि छन् हाम्रो भित्र मसिनो हजुरका छोराछोरी कति छन् मेरो 2टा छोरा छन् ए के अद्दा खान् एउटा छोरा माथि उहाँ छ पोखरामा छ जेठो छोरा होटल थापेछ हजुर अनि कान्छो छोरा कम्पनी थापेछ इन्डियामा ए ल राम्रो कुरा हिरै छु म ए तम हिरो हो बुढीबारी हिरो पहिला दुःख गरे होइन हजुर अहिले बुढेसँग हिरो बनाएको छु त म त ए बन्नु पर्यो नि त नि हिरो जिन्दगीमा सधैँ खुसी हुनु हो क्या मलाई दुःख केही छैन बाबु हो जेठो छोरा पोखरामा होटल थापेछ हजुर। कान्छो छोराले कम्पनी हाल्छ इन्डियामा हजुर हामी 2टा बुढाबुढी छौँ र यहाँ हजुर पैसा चाहियो बा पैसा दिनु। हजुरको बुढा कति वर्षका भए मेरो बटो त 80 वर्ष पुगे कति पुगे कान्छ बा अहिले कति भयो तिमी त 5 वर्ष कान्छ हुन् त 72 कति 73 भयो ए बच्चा खान्छ त मेरो बुढाले ल बुवामा हुन्छ अब मै जानु है बिस्तारै जानु देखि अब जो बुढा गज्या बज्यौ दौडा जाँदै बाबु साइकलमातिर छिट्टै गएपछिमा 1.5 घन्टा लाग्ने हो हजुर अनि हामीले त कुरा गर्दै गयो भने 4 घन्टा पनि लाग्छ म त कुदाउँछु आमा अटोको भन्दा